म चाहिँ डाइरेक्ट यही हो क्या प्रस्ताव, म चाहिँ आयो भने सपनाको कुरा मात्रै हो होइन। तर आएछ भने क्या आउन पनि सकिन्छ आएछ भने म सिधै कुरा, म चाहिँ सिधै खारेज त्यो ठेक्का भनेपछि मलाई त्यो कसैले कुरा पनि नगरोस्। सबैभन्दा पहिला त म सम्पूर्णलाई म प्रेम लावती किराबारी 10 मोरङ। राजनीतिको विषय गर्ने कुरा गर्ने हो भने अब लगभग हामीले अब साबिक माओवादी होइन, अहिलेको नेपाली कम्युनिस्ट पार्टीमा मैले 2052 सालदेखि नै आबद्ध भएर चाहिँ लागि परिरहेको छु र केही समय चाहिँ म विदेश रहेँ होइन। विदेशमा रहे पनि आफ्नो नेपाली कम्युनिस्ट पार्टीकै आस्थामा रहेँ होइन। अब कतिपय पार्टीकै कुरा गर्ने हो भने अब पार्टी अहिले पुरानो पार्टी भन्छ होइन, नयाँ पार्टी भन्ने कुराहरू छ। मेरो चाहिँ सधैँ भने के छ भने अब पार्टी चाहिँ नराम्रो होइन साथी हो होइन। अब पार्टीमा चाहिँ जुन भित्र बसेर एउटा गलत गरिरहेको एउटा व्यक्ति हुन्छ, त्यो व्यक्तिले गर्दा चाहिँ पार्टी चाहिँ खराब भएको भन्ने मान्छु म। हाम्रो एजेन्डा पनि नराम्रो चाहिँ होइन है, किनभने अब एजेन्डाकै कुरा गर्ने हो भने अब होइन 240 वर्ष चाहिँ जुन राजतन्त्रको एउटा शासन थियो होइन, अब त्यो 10 वर्षे जनयुद्धपछि त्यसको अन्त्य भयो, लोकतन्त्र आयो, संघीयता आयो, समावेशी आयो, धर्मनिरपेक्ष आयो होइन। हरेक कुराहरू गर्ने हो भने चाहिँ अब हाम्रो एजेन्डा चाहिँ पार्टीको एजेन्डा चाहिँ राम्रै छ भन्नु चाहन्छु। एजेन्डाको हिसाबले, विचारको हिसाबले माओवादीको एकदमै राम्रो छ। यो विश्वव्यापी रूपमा यसको यो ख्याति प्राप्त पनि हो। तर नेपालमा चाहिँ यो ब्रान्डले काम गरेन भन्छन् नि। अब त्यो यस्तो छ, त्यो ब्रान्डले काम गरेन भनेर नै अब धेरै चाहिँ अहिले यो हुरी बतास चले जस्तै होइन। अब त्यो भएको छ, कतिपय साथीहरूले त ब्रान्डले काम गरेन भन्ने नै उ छ होला होइन। तर हाम्रो सोचाइमा चाहिँ लगभग हाम्रो निमुखा वर्ग होइन, सर्वसाधारणहरूको लागि चाहिँ अब ब्रान्ड र नयाँ भन्ने चाहिँ हुँदैन जस्तो लाग्छ। काम गर्ने उत्तिकै उत्साही हुन्छ होइन। त्यो केही व्यक्तिमा फरक चाहिँ पर्ने हो, त्यसमा केही गलतहरू चाहिँ भएको छ जस्तो मैले ठानिरहेको छु है। नेपालको परिप्रेक्ष्यमा केन्द्रीय अध्यक्ष प्रचण्डज्यूले नै धेरै पटक पार्टीलाई कहिले यता ढल्काउने, कहिले उता ढल्काउने यो कार्यले गर्दाखेरि नै नेपालमा माओवादी कम्युनिस्ट चाहिँ नटिकेको भन्ने कुरा छ नि। होइन त्यस्तो होइन, यो के हो भने अब होइन हाम्रो नेपाली कम्युनिस्ट पार्टी चाहिँ अब के छ भने अब जनताले अलिकति होइन हामी कमजोरै नजरअन्दाज गरेको छ। तर वास्तवमा बुझ्ने हो भने चाहिँ नेपाली कम्युनिस्ट पार्टी उत्कृष्ट हो। फेरि जस्तै अब प्रचण्डज्यू चाहिँ हाम्रो अब श्रद्धेय प्रचण्डज्यू अध्यक्षज्यू चाहिँ यता र उता गयो भन्छ क्या। तर त्यसमा चाहिँ मलाई पनि लाग्थ्यो क्या, तर पहिला चाहिँ मलाई पनि यो प्रचण्ड चाहिँ किन घरि उता टाँसिने घरि यता टाँसिने भन्ने चाहिँ मलाई एकदमै लाग्थ्यो। तर मैले यसो बुझ्दै जाँदाखेरि होइन रहेछ क्या। यो सङ्घीयता, यो गणतन्त्र, लोकतन्त्र बचाउनुको लागि होइन। अब किनभने एक्लै त बहुमत आउँदैन थियो, जनताले भन्थ्यो कि खालि एक्लै लड न, एक्लै लड भन्थ्यो क्या। तर त्यो एक्लै लड भन्ने चाहिँ त्यो मलाई लाग्छ कि त्यो विरोधी हो क्या। किनभने यो जुन शासन एउटा जुन माओवादीले ल्याएको चाहिँ एउटा योजनाहरू एजेन्डाहरू थियो, त्यसलाई खत्तम गर्नको लागि चाहिँ एक्लै लड भनेको जस्तो मात्रै मैले अलिकति अहिले चाहिँ मैले फिल गरिरहेको अवस्था छ। किनभने हामी एक्लै लडेको भए त्यो सबै सखाप पनि हुन्थ्यो र यो हाम्रो लोकतन्त्र पनि बस्थेन पनि, गणतन्त्र पनि बस्थेन होइन। सङ्घीय समानुपाती समावेशी सबै त्यो खारेज भएर जान्थ्यो। त्यो आधारलाई पनि त्यसलाई बचाउनको लागि पनि प्रचण्ड कमरेडले चाहिँ हाम्रो धर्मनिरपेक्षहरू हरेक बचाउनको लागि पनि कसरी चाहिँ सत्तामा आउनुपर्छ होइन। सत्तामा आइसकेपछि त त्यो डाइरेक्टली त खारेज गर्नु सक्दैन नि त होइन। कसैको एउटा अब 1/2 3/3 मत आयो भने न त्यो खारेज गर्न सक्ने हो। त्यसको लागि पनि प्रचण्डज्यूले चाहिँ यता र यता गरेर त्यो टिकाइराख्नुको लागि चाहिँ जुन अहिले लोकतन्त्रहरू भयो होइन, त्यो बचाइराख्नुको लागि चाहिँ उहाँहरूले यता र यता गर्नुभएको चाहिँ मैले चाहिँ अहिले महसुस गरेको छु र गर्नु पनि पर्छ जस्तो लागिरहेछ क्या मलाई। अब जेनजी आन्दोलन पछाडि पुरानो पार्टीहरू अल्पमतमा देखिन्छ। अब तपाईँको राजनीति यात्रा अब माओवादी अहिलेको नेपाली कम्युनिस्टसँगै रहेर हुन्छ कि अथवा अब केही परिवर्तन गरेर अगाडि जाने सोचमा हुनुहुन्छ?
अब मेरो चाहिँ सोचाइ के हो भने होइन, अब अहिलेको नयाँ जेएनजी आन्दोलनपछि जुन अहिले यो राजनीतिकहरू विखन्न भएको छ होइन, यता पुराना पार्टीहरूलाई दोष दिने उ गर्ने भइरहेछ, कमजोरी पनि बनाइराखेको छ होइन। तर वास्तवमा नयाँ पार्टीहरू जुन अहिले आएको छ, तर एजेन्डा चाहिँ अब नेपाली कम्युनिस्ट पार्टीकै उसमा चाहिँ उभिएर अहिले सांसदहरू, तपाईँहरू सांसदमा उभिएर के बोलिरहेछ त्यो त सबै जनताले जानेको छ नि त होइन। तर दुःख कष्ट त अब माओवादी र नेपाली कम्युनिस्ट पार्टीले नै गरेको छ। अब मेरो यात्रा भनेको चाहिँ कस्तो हो भने, मलाई पनि बिचमा चाहिँ त्यस्तो लागिरहेको थियो होइन, अब कति पनि रुँगिराख्नु हो यो त साह्रै भएन जस्तो चाहिँ मलाई अलिकति मानसिकमा पनि त्यस्तो पर्थ्यो। तर मैले त्यतिखेर त अब धेरै हाम्रो माहौल पनि थियो, कति सबै साथीहरूको टिम पनि थियो, त्यसमा मैले घुर्क्याउने प्रयास पनि गर्ने प्रयास गरेँ होइन। तर अहिले चाहिँ जुन अहिलेको अवस्थामा चाहिँ मेरो मित्र साथीहरू होइन, आफ्नै नजिकको साथीहरू, अब हामी क्लोज भएर हिँड्ने, हरेक कुरामा दुःख सुख बाँडेर हिँड्ने, आफ्नो कुराहरूलाई सेयर गर्ने, उहाँहरूले चाहिँ पार्टी जुन परित्याग गरेर जानुभयो होइन, त्यसको लागि त म उहाँहरूलाई धेरै धेरै बधाई धन्यवाद पनि दिन चाहन्छु होइन। त्यो सम्झिँदै गर्दा चाहिँ पहिला धेरै हुँदा चाहिँ मलाई त्यस्तो वास्ता हुँदैन, अहिले छोड्दै जाँदा साथीहरूले छोड्दै जाँदा चाहिँ कता कता मेरो मनमा चाहिँ मुटु एकदम मिठोपन दुखेर क्या, है तेरिका सबै जाँदा गइसके त अनि हामी मात्रै यता बस्दा त मलाई पनि दुःख लाग्यो क्या उनीहरू जाँदाखेरि। भनेपछि मैले पनि यो पार्टीलाई परित्याग गरेर गइसकेँ भने बस्ने साथीहरूलाई चाहिँ कति दुःख लाग्दो हो क्या। त्यो सम्झेर झन् मलाई चाहिँ त्यो नेपाली कम्युनिस्ट पार्टी अति झनै प्यारो लाग्यो क्या है। त बरु आखिरी मलाई चाहिएन कुनै अवसर पनि चाहिएन, आखिरी मैले कुनै जनप्रतिनिधि बनेर काम गर्नु पनि छैन, बरु म यही नेपाली कम्युनिस्ट पार्टी जिरो लेभलै होस् यसैमा बसेर चाहिँ म बरु आफ्नो साथीभाइहरू होइन दुःख पीडा कता हुन्छ त्यसमा समर्थन गर्दै होइन, सामाजिकमा पनि आफ्नो कार्य जति क्षमताले भ्याएको अनुसारहरूले गरेर बस्ने नै मेरो चाहिँ धारणा हो। म कहिले पनि पार्टी परित्याग गरेर जाने मेरो चाहिँ अहिलेमा आएर चाहिँ मनस्थिति छैन है मेरो त्यस्तो। माओवादीले जुन एजेन्डाहरू उठायो, जुन विचारहरू लिएर आए, त्यो चाहिँ एउटा भाषणमा एउटा सैद्धान्तिक हिसाबले मात्रै रहिरह्यो, अनि त्यसको व्यावहारिक रूप चाहिँ श्रम संस्कृति पार्टी हो भन्छ। यसलाई तपाईँले कसरी त्यो पनि ठिक हो, अहिले श्रम संस्कृतिले पनि जुन कुराहरू उठाएको छ नि त्यो एकदम जायज कुरा छ, राइट कुरा छ। हाम्रो त्यो अब प्रचण्डजीले पनि त धरानमै आएर भन्नुभयो नि त होइन, अब बालेन पनि हर्कजी पनि चाहिँ एउटा यो देशको फुल नयाँ फुलहरू भनेर त भनिसक्नु सबैलाई थाहा छ नि त, किन थाहा छ क्या, नयाँ उहाँहरू नयाँ जेनेरेसनबाट आउनुभएको छ, तर एजेन्डा ती नै टेकेर आउनुभएको छ। र हर्कजीलाई पनि हाम्रो नेपाली कम्युनिस्ट पार्टीले चाहिँ त्यस्तो नराम्रो चाहिँ हेर्दैन है, किनभने अझै पनि म त के भनिरहेको छु भने श्रम संस्कृति पार्टीलाई त हामीले योगदान गरेको छौँ। के योगदान गरेको छौँ भने विधान नेताहरू चाहिँ जन्माएर हामी उहाँलाई अहिले हस्तान्तरण गरे जस्तो उहाँहरू त्यहाँ जानुभएको छ नि त। बेला बेला तपाईँले हर्क साम्पाङलाई दोक्च्याइरहनुहुन्छ नि? होइन त्यस्तो होइन, किनभने हर्क साम्पाङज्यूलाई चाहिँ हामीले पटक उहाँहरूको त केही न केही कुरा त हामीले त आलोचना गर्नै पर्छ, किनभने सुध्रोस् होइन, फेरि यस्तो उहाँको चाहिँ जुन जनलहर छ त्यो कम नहोस्, किनभने मेरो कुराले पनि उहाँलाई अलिकति पेच पर्यो भने चाहिँ होइन यस्तो गर्नु हुँदैन रहेछ है, जनतालाई उसलाई पनि खुसी पार्नु पर्दो रहेछ भन्ने चाहिँ उसको मनमा पनि जागोस् भनेर मात्रै मैले केही गरेको मात्रै हर्क साम यहाँ सुन्ने बेटा, हर्क साम्बाङ एकदम म नजिक थिएँ क्या पहिला, श्रममा पनि हामी गयौँ त्यहाँ होइन, हाम्रो टिमै गयौँ, तर अलिकति पछिल्लो स्तरमा चाहिँ उहाँले अलिकति होइन सबैलाई केहीलाई अब हुनु त सबैलाई समेट्न सकिँदैन होइन, कतिपय कुराहरू चाहिँ समेट्नु भएन, मेरो पनि अलिकति त्यसमा चाहिँ गुनासो रहेर मात्रै अलिक ऊ भएको हो। नेपाली कम्युनिस्ट पार्टी नै भए पनि उहाँको चाहिँ म फेरि विरोधी चाहिँ होइन क्या। तर होइन एजेन्डा सिद्धान्त विचार सबै कुरा मिल्छ, माओवादी र श्रम संस्कृति पार्टीको लगभग मिल्छ। तर मिलिसक्दा पनि तपाईँ चाहिँ आफ्नो टिम सबै जाँदा पनि जानै नसक्नुको कारण चाहिँ के हो? मैले चाहिँ पटक भनिसकेको छु, पदीय भागभण्डा नमिलेर हो कि होइन, मलाई त्यस्तो कुनै पनि होइन। पदीयको हिसाबमा नै हो भने पनि तपाईँको नेपाली कम्युनिस्ट पार्टीबाट जस्तै अस्ति लिम्बुवान यो के अरे
मुक्ति मोर्चा भन्छ नि त हाम्रो नेपाल कम्युनिस्ट पार्टीको। त्यतिखेर हाम्रो 3 नम्बरको केराबारी 3 विष्णु सुहाङ र म त एकदम क्लोज फ्रेन्ड हो नि त। उहाँको भित्रको कुरा पनि मलाई गर्नुहुन्छ, मेरो कुरा पनि विष्णु, सबैभन्दा मानेको चाहिँ मैले विष्णु सुहाङजीलाई हो। अनि सँगै जान्थ्यौँ क्या हामी, जता पनि जाँदाखेरि सँगै जाने। अनि मलाई कसैले प्रस्ताव गर्यो भने मेरो प्रस्ताव पनि उहाँलाई नै गर्ने। त्यही भएर हामीले केन्द्रीय सदस्य पनि बन्यौँ क्या त्यो के पो यो मुक्ति मोर्चा, लिम्बुवान मुक्ति मोर्चाबाट हामी केन्द्रीय सदस्य पनि बन्यौँ। अनि नेपाली कम्युनिस्टमा त मलाई पटक पटक त्यो पदकै उ गर्ने हो भने मलाई सम्मानुपातिक पनि पठाएकै हो होइन, तर मैले नै ब्याक गरेको। अहिले पनि मलाई प्रदेशमा प्रदेश कमिटीमा सदस्य नाम सिफारिस भइसकेको छ होइन, लिस्ट पनि आइसकेको छ। र पनि मलाई त्यो पदको छ, पद र मैले त्यस्तै चाहेको भए म होइन अवसर खोजेर कुन पार्टीबाट चाहिँ जित्न सकिन्छ भनेर म त्यहाँ लाग्नु पनि सक्थेँ कि। तर मलाई त्यस्तो लोभ पनि छैन। अब एकपटक मैले वडा अध्यक्ष नेपाली कम्युनिस्ट पार्टीबाट उठेँ होइन, केही मतले हारेँ। मैले नि अब राम्रो काम गर्नु पर्यो, यसो सामाजिकमा अलिक देखिने काम गर्नु पर्यो भनेर मैले सोचेँ, तर पनि भएन। र अब फेरि पनि अब अर्को पार्टीमा प्रवेश गरेर चाहिँ एउटा आस्था राखेर चाहिँ म गएर काम गर्नुपर्छ हौ भन्ने हिसाबले चाहिँ म जानु चाहिँ अलिक मलाई उचित लागेन कि, अलिकति नराम्रो पनि। अनि त्यही भएर म जहाँ छु म त्यहीँ बस्छु होइन। एक समय त तपाईँहरूले नेपाली कम्युनिस्ट पार्टीबाट सामूहिक रूपमा राजीनामा दिनुभएको थियो। यो यस्तो भयो, फेरि तपाईँ फर्केर आउनु होइन यस्तो भयो के थियो भने चाहिँ होइन, राजीनामा दिने भन्ने चाहिँ सबैको कुरा चलिरहेको थियो। अनि तिलकजी पनि, अब हाम्रो त तिलकजी भनेको त हामीले नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट मैले एकदम मानेको, उहाँले जे भन्नुहुन्छ त्यही नै मानेको। उहाँलाई हामीले त्यो ठाउँमा नि पुर्याएको, पालिका अध्यक्ष टिकट पनि उहाँलाई दिएर उहाँलाई हामीले कति कहाँ गाउँठाउँ गएर आफ्नो कता गएर भोट पनि मागेर उहाँलाई हामीले एकदम सहयोग गरेको। अनि फेरि उहाँले जाउँ हो अब सामूहिक हामी राजीनामा दिनुपर्छ भन्दाखेरि त्यो मैले एक त ठिकै छ, राजीनामा दिएर एउटा निष्क्रिय एउटा शान्त भएर बस्ने मेरो इच्छा चाहिँ हो। तर फेरि पछिल्लो हिसाबमा चाहिँ होइन, पार्टी नै प्रवेश गर्नुपर्छ हौ, माटोमा जानुपर्छ भन्ने खालको कुरा गर्दाखेरि चाहिँ म चाहिँ कुनै पार्टीमा पनि अर्को पार्टीमा चाहिँ प्रवेश गर्ने मेरो अवस्था थिएन र मनुष्य पनि थिएन। त्यो कारणले गर्दा साथीहरू ल त्यसो भने चाहिँ म चाहिँ जाँदिनँ है, त्यो मेरो नाम चाहिँ वापस हुनुपर्छ भनेर मैले खुलासै गरेको त्यतिखेर क्या। त्यस्तो भएको हो। केराबारी गाउँ कमिटीका अध्यक्ष संयोजक उपेन्द्र लुङ्गेलीज्यू जो आफैले पार्टीबाट राजीनामा दिएर अहिले बसिरहनु भएको छ। अब अहिले केराबारी चाहिँ नेपाली कम्युनिस्ट पार्टी एउटा रानोविहीन भएको अवस्था देखिन्छ। अब कसरी तपाईँहरूले पार्टीलाई अगाडि बढाउनुहुन्छ? यसको विषयमा मैले अस्ति त्यही सुनेर, मैले त सुनेको थिइनँ नि त, उपेन्द्रजी चाहिँ माटोमा मनस्थिति बनाउनु भएको छ भन्ने मलाई थाहा पनि थिएन। अनि पछाडि छ्यासै बजारमा हल्ला भएकोले गर्दाखेरि मैले तत्कालै हेडक्वार्टरमा चाहिँ फोन गरेर के हो त हौ हाम्रो टिम, अनि यस्तो यस्तो सुनिन्छ त भन्दाखेरि दिने चाहिँ प्रयास गर्नुभएको भन्ने खालको कतिपयले भने। अनि त्यसो भए तत्कालै बोलाउनु, यहाँ तुरुन्तै बोलाउनु पऱ्यो, यहाँ विहीन चाहिँ बनाउनु भएन, बरु पार्टीको जिम्मा म लिन्छु। यदि अब कोही नभएको खण्डमा चाहिँ म लिन्छु पार्टीको जिम्मा। तर त्यो यसरी त भएन नि त दोधारमा भनेर मैले मिटिङ बोलाएँ होइन। मिटिङ बोलाएपछि हाम्रो सचिवालय मिटिङ बस्यो। सचिवालय मिटिङले उहाँहरू पनि आउनु भएको थियो। उहाँले स्पष्ट होइन यस्तो अब बजार हल्ला यस्तो भएको कारणले गर्दाखेरि चाहिँ बोलिहालेँ, मैले त्यति नै लेखेको हो, 84 मात्रै लेखेको हो भनेर भन्नुभयो क्या। पार्टीबाट राजीनामा दिनु भएको छैन छैन भन्नुभएको छ क्या। त्यही भएर म छैन, बजारमा त आइसक्यो। मैले त्यतिखेरै भनेँ त उहाँलाई, तपाईँको त आइसकेको छ नि भन्दाखेरि उहाँले मनोज खड्काजीको पनि नाम लिनुभयो। अनि उहाँ र म चाहिँ सँगै बसेको थियौँ रेला ठट्टामा। यसो गर्दा गर्दा मैले 84 लेखिहालेँ, त्यहाँबाट हल्ला भयो। त्यस्तोमा त छुइनँ म खासै भन्नुभयो। तर म एउटा कुरा, यदि उहाँको मनस्थिति यो छ भने पनि उहाँ आफैले क्लियर गर्नुपर्छ होइन। स्पष्ट रूपमा चाहिँ पोस्ट लेखेर आफ्नो फेसबुक मार्फत पोस्ट लेखेर है मैले चाहिँ यो त्याग गरेको भनेर उहाँले लेख्नुपर्छ होइन। उहाँले अहिलेसम्म त्यस्तो खुलासा गर्नुभएको छैन। त्यो कारणले गर्दाखेरि चाहिँ अब हामीले त्यसलाई मानिरहेका छैनौँ। र यदि मान्नै पर्यो भने अब उहाँले स्पष्ट दिएर लु है भन्यो भने चाहिँ त्यो पार्टीको जिम्मा चाहिँ अब हामी छौँ, हामी लिन्छौँ। तर पार्टीलाई राजीनामा दिनुभयो अथवा दिइसक्नु भएको छ भने तपाईँले पार्टीको जिम्मा म लिन्छु। म त्यसको लागि, किनभने यहाँ 0 लेभलसम्म लिएर बस्छु म होइन। अब
आफूले अब जनप्रतिनिधि हुने नहुने त त्यो त अलग कुरा हो होइन, तर पार्टीको जिम्मा चाहिँ हामी लिन्छौँ। त्यो चाहिँ म आफै पनि लिन्छु भन्ने म सबैलाई जानकारी पनि गराइसकेको छु क्या। यस्तो छ कुराहरू। तपाईँ स्थानीय स्तरमा धेरै समाजसेवा गर्नुभएको छ, राजनीति लामो समय बिताइसक्नु भएको छ, अनि एजेन्डा पनि मिल्ने, अनि श्रम संस्कृतिको साथीहरूले तपाईँलाई धेरै प्रस्तावहरू ल्याइरहनुहुन्छ कि उहाँ श्रम संस्कृति पार्टीमा जोडिएर 10 नम्बर वडाको वडा अध्यक्ष मात्रै उठिदिनु भयो भने पनि उहाँले त्यहाँ स्वतः जित्नुहुन्छ, हामी समर्थन गर्छौँ भन्ने धेरै समर्थकहरू पनि शुभचिन्तकहरू पनि हुनुहुन्छ। तपाईँको श्रम संस्कृति पार्टी प्रवेश गरेर 84मा 10 नम्बर वडाको वडा अध्यक्ष उठ्ने कतिको सम्भावना छ? त्यसमा चाहिँ सम्भव छैन। धेरैजना समर्थक शुभेच्छुहरूले त्यो धारणा राखेको हामी बजारमा हामीले देख्छौँ। सबैले कुरा गर्नुभएको छ, कतिपयले मलाई गाउँठाउँमा नि यसरी आउनु पर्यो, तपाईँ समाजसेवी काम गर्ने केही जनप्रतिनिधि बनेर आउनु पर्यो भन्ने कुराहरू त उति नै छ होइन। तर पनि मैले होइन अब एकचोटि अस्ति उठिहालेँ, उठेपछि जनताले मलाई जे जति भोट दिनुभयो होइन, करिबन मलाई चाहिँ 200-300 लगभग 350 जति मत दिनुभयो। उहाँहरूलाई म एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनभने मैले जनता आफ्नो वाडाको लागि नै मैले काम गर्नुको लागि नै आउनु खोजेको थिएँ, तर त्यसमा म असफल भएँ। फेरि पनि म चाहिँ फेरि त्यो तरिकाले चाहिँ अब आउँदिनँ होइन भनेर, अनि अब त्यो मैले चाहेको भए म श्रम संस्कृतिमा उहिले जाने, तर मलाई पद अहिले त्यस्तो जनप्रतिनिधि बनेर मेरो आउने कुनै उचितै छैन। अब पालिकामा अब यो आउने 84को होइन, 84कै कुरा गर्नु, 84मा अब हामी कसैसँग गठबन्धन गरेर जाने हो कि, यदि गठबन्धन कसैसँग नभए पनि तर नाम चाहिँ फेरि म 0 बनाउँदिनँ। मै मेयरको लागि पनि म नाम चाहिँ दिन्छु। यति कुरा चाहिँ हार्नु जित्नु आफ्नो ठाउँमा छ होइन, अब साथीभाइहरूले सहयोग गर्नु नगर्नु त्यो ठाउँमा छ। म मेयरको दाबी चाहिँ गर्छु। माओवादी भन्दा एमाले र काङ्ग्रेस नै अगाडि थिए र अब अहिले पछिल्लो समय रासोपा र श्रम संस्कृतिको धेरै बजारमा हल्ला छ। अनि तपाईँको शुभचिन्तकहरूले के भन्नुहुन्छ भने प्रेम लाउती जतिको समाजसेवी, एउटा समाजमा भिजेको, राजनीति बुझेको, समाज बुझेको व्यक्ति चाहिँ श्रम संस्कृतिमा आएर एउटा प्रतिनिधि उठिदिए स्वत हामी जिताउँथ्यौँ भन्ने धेरैजना हुनुहुन्छ, किनकि पछिल्लो समयको एउटा लहर पनि त्यही किसिमको चलेको छ। यसलाई कसरी तपाईँले हेर्नुहुन्छ? अब मैले चाहिँ अब सबै साथीहरूलाई पटक भनिसकेको हो होइन, म चाहिँ अरू पार्टीमा प्रवेश गरेर चाहिँ म पद जस्तै जनप्रतिनिधि पनि बन्न एउटा मेरो किनकि चाहना पनि छैन। जनताले यो बुझेका छन् कि प्रेम लाउतीले चाहिँ काम गर्न सक्नुहुन्छ, त्यतिको सक्रिय व्यक्तिले काम गर्न सक्नुहुन्छ भन्ने धेरैजनाको त्यो खालको मनसाय छ, बुझाइ छ। अब यस्तो छ, अब त्यो उहाँहरूले बुझ्नु भनेको एउटा पाटोमा छ होइन, अब हाम्रो अर्कै पाटो छ। अब मैले त पटक त भनिहालेँ नि, तिलकजीलाई अहिले श्रम संस्कृतिमा आएर ल ठिक छ उदाहरणको लागि जिताउला होइन। पहिला पनि त हामीले आखिरी तिलकलाई त हामीले मेयरमा उठाएकै हो नि त, जिताउने भएदेखि उहाँलाई त्यतिखेर जिताउने हो। अब मुख्य कुरो यहाँ पार्टीकै विषय आउँछ क्या, पार्टीकै हेर्ने। यो पार्टी अब कति यस्तो राम्रो एजेन्डा हुँदै पनि अब कतिपय साथीहरूले चाहिँ अब यो पार्टी नै नराम्रो, यो पार्टी नै नहुनु त कसैलाई अब नराम्रो भएको होला, कसैलाई राम्रो भएको होला होइन। आखिर उसले पनि त त्यही पार्टीमा बसेरै जित्नु पर्थ्यो नि त, तर जितेन नि त, जिताउनु भएन नि त जनताहरूले। अब फेरि पनि त अहिले श्रम संस्कृतिमा आएर चाहिँ तिलकजीहरू जस्तो भयो, अरू अब पूर्ण प्रकाशजीहरू जस्तो भयो, उहाँहरूलाई नै जिताउँछ भन्ने पनि त छैन नि। यो त जनताको अधिकार हो। अहिले स्थानीयमा जनताले जसलाई चाहन्छ, भोलि गएर मै पनि अब नाम दिएँ भने हुनसक्छ मलाई पनि जिताउनु सक्ला। यो त अचानक हुन्छ नि त। अब हर्कजीलाई पनि त त्यसरी नै धरानमा जिताएको नि त। 32 वर्षसम्म तपाईँको नेकपा एमाले राज गरेको ठाउँमा चाहिँ हर्कजीले चाहिँ कसरी जित्नुभयो भन्दा त त्यो त स्थानीयमै भर रहेछ नि त। श्रम संस्कृति पार्टीमै म उठ्दाखेरि भरे मलाई भोट दिएन भने त के म त त्यहाँ फेरि त्यो जस्ताको तस्तै भयो नि, त्यो नतिजा त होइन। त्यो कारणले गर्दाखेरि यसमा चाहिँ मलाई
विश्वास छैन। त्यो जनताको आधारमा छ। जनताले चाह्यो भने नेपाली कम्युनिस्ट पार्टी यो तारा चुनाव चिन्हमै मलाई भोट हालेर पनि यहाँको जनप्रतिनिधि बनाउन सक्छ। त्यो त जनतामा भर हो। त्यही भएर अर्को नयाँ पार्टीमा अब जस्तै रासपाको अब हुरी बतासको हिसाबमा अब जो पाए त्यही भोट त हाल्यो केन्द्रमा, तर चाहिँ मलाई चाहिँ लाग्छ स्थानीयमा चाहिँ त्यस्तो हुँदैन जस्तो लाग्छ क्या। किन व्यक्ति पनि हेर्छ, यहाँ व्यक्ति आफूसँग नजिक कहाँ पर्छ, कति सहज हुन्छ हामीलाई काम गर्नु, होइन, त्यो हिसाबले नै जान्छ जस्तो लाग्छ क्या मलाई चाहिँ। तपाईँलाई विभिन्न पार्टीहरूबाट प्रस्ताव त आइरहेको छ? आएको छ मलाई प्रस्ताव। त्यसो त मलाई पहिला यो त एमालेको गुड हो नि त हाम्रो 10 नम्बर, होइन, त्यहाँ पनि सबैले कति पाले भन्थ्यो क्या, तपाईँ एमालेमा भएको भए चाहिँ तपाईँ स्योर जित्नुहुन्थ्यो अरे क्या, त्यसरी भन्नुहुन्छ क्या। अनि त्यति अफरहरू आउँदा पनि मैले चाहिँ त्यतिखेर अँगाल्न सकिनँ, किनभने मेरै पार्टी छ। अब म पार्टीबाट यताउति हुँदिनँ पनि। आखिरी अब 50औँ वर्षले मलाई छुइ पनि सकेको छ, होइन। अब मेरो धेरै राजनीति गर्ने उद्देश्य पनि छैन। अब त्यो अब धेरै दिन भन्नु हो नि, अब बुढो हुँदै गइसकेपछि त्यो किन चारतिर कुदिरहने भन्ने मेरो अब शान्त वातावरणमै बसेर अब साथीभाइहरूलाई सहयोग गरेर जाने चाहिँ अलिकति मैले त्यस्तो खालको मनस्थिति चाहिँ बनाएको छु। होइन, जनताको मूल्याङ्कन अहिलेसम्म तपाईँ कुनै पनि केसमा नपरेको, स्वच्छ छवि भएको, समाज सेवामा धेरै लामो समयदेखि भिजेको व्यक्ति भएको हिसाबले जनताले चाहिँ तपाईँलाई एकचोटि वडाकै प्रतिनिधि भइदिए पनि हुन्थ्यो, सम्म भइदिए पनि हुन्थ्यो भन्ने चाह राख्नुहुन्छ? अब यस्तो छ, अब त्यसरी चाहनु भने त म त्यही नेपाली कम्युनिस्ट पार्टीबाट उठिहाल्छु नि, होइन। चाहनुहुन्छ भने त म त्यहीँ बसेर पनि काम गर्छु नि त। ल म अहिले नजिते पनि, ल कुनै जनप्रतिनिधि मलाई नजिताए पनि मैले जुन काम गर्ने त गरिरहेको छु नि त। कसैलाई त होइन के पर्छ दुःख पर्छ के उसमा म त सहभागी भइरहेको छु नि त। त्यसैमा नि मलाई जिताइहाल्नुहुन्छ नि त, होइन। मेरो कुरा चाहिँ त्यो हो क्या। अनि मैले त्यहीँ के अरे श्रम संस्कृतिमै प्रवेश गर्नुपर्ने चाहिँ जस्तो चाहिँ लाग्दैन क्या मलाई। यहीँ बसेर पनि यहीँ नै उठ्यो भने पनि, यही चुनाव चिन्हमै उठ्यो भने पनि जनताहरूले दिने हो भने र मलाई काम गर्ने एउटा अवसर दिने हो भने यहीँ पनि गराउनुहुन्छ नि त उहाँहरूले। व्यक्तिलाई हेर्ने हो भनेदेखिलाई व्यक्तिलाई हो। स्थानीय तह भनेको अहिले व्यक्तिलाई नै हो, तपाईँको फरकै पर्दैन क्या। अहिले तपाईँको जुन अहिले राम्रो व्यक्ति छ त्यो सबैको नजरमा हुन्छ क्या। कुन यो उठिदिएछ यो उठिदिए त्यसले फिक्स नै हो क्या योपालि। त्यो पहिलाको जस्तो चाहिँ मलाई चल्दैन जस्तो लाग्छ क्या अहिले चाहिँ। स्थानीय तहको चुनाव नजिकिँदैछ। हजुर। तपाईँहरूको पार्टीबाट चाहिँ केराबारी गाउँपालिका हकमा कसरी अगाडि बढ्ने तपाईँले योजना बनाउनु? अब हाम्रो पार्टी तत्कालै हामी अब बैठक बस्दैछौँ, होइन। अब साथीहरू, प्रदेशको साथीहरू सबैलाई एउटा अतिथि बोलाएर हामी कार्यक्रम बनाउँदैछौँ, होइन। त्यस पछाडि हामी जिम्मेवारी, मुख्य कुरो जिम्मेवारी के छ कसो छ, हामी त्यो पुरानो पार्टीका साथीहरूलाई पनि जति जहाँ कहाँ निष्क्रिय भएर बस्नु भएको छ उहाँहरूलाई पनि हामी जोड्ने काम गर्छौँ, होइन। उहाँहरूको मनस्थितिलाई पनि बुझ्ने प्रयास गर्छौँ। के छ त तपाईँहरू पालिकै हाँक्ने हो कि तपाईँहरू पालिकामा उठ्ने हो कि, होइन, प्रदेशमा उठ्ने हो कि, हामी सबै बुझ्छौँ। त्यो बुझेर लान्छौँ। कतिपयले उठ्ने इच्छा होला, होइन, त्यो इच्छाहरू हामी सबै ठिक छ, हामी सहयोग गर्छौँ। यदि कोही उठ्दैन भने मैले अघि भने, होइन, कोही पनि अब सबै हाफ छ भने म त्यसको लागि 84को लागि फेरि म उम्मेदवार उठ्नको लागि तयार छु। फेरि साथीहरूले भन्छ माओवादीले के गर्यो, नेपाली कम्युनिस्टले के गर्यो। म त बार भनिरहेको छु, कमसेकम जिताउनु पर्छ नि त। पहिला जिताइसकेको व्यक्तिले, जितेर गइसकेको व्यक्तिले गरेन भने पो अनि पो त यहाँ माओवादीको पार्टीले कसले जितेछ? महेन्द्र हार्नुभयो, राम्रो मान्छे हो नि महेन्द्र पनि, हार्नुभयो। अब त्यो कारण आफै छ त्यस्तो। तिलकजी हार्नु पर्यो, हाम्रो अब कति वडा अध्यक्षहरू सबै हार्यो। अनि सबै हारेपछि माओवादीले के गर्छ त? त्यो पार्टी हेर्ने नि त। पार्टी जे भए पनि पार्टी त ठाउँमा छ नि, व्यक्ति गाउँ ठाउँमा त व्यक्ति हेर्ने, यसले चाहिँ गर्न सक्छ है भन्ने खालको चाहिँ सबैले यसो मानस राखिदिएको भए त हामी जितेर आउँथ्यौँ नि त। तर सकिन्न नि त। नसकेपछि अहिले त कतिपयहरू त पछुताइरहनु भएको छ, बेकारमा जिताइएछ, यसले गरेन त्यसले गरेन भन्ने कुरा। अनि माओवादीले नै गरेन, नेपाली कम्युनिस्ट पार्टीकोले कामै गरेन भन्नु चाहिँ त्यो चाहिँ जनताहरूले जति भन्नुभएको छ नि त्यो चाहिँ गलत हो। हामी छैनौँ क्या, त्यो गर्ने ठाउँमा छैनौँ, हामी पालिकामा नि छैनौँ, केहीमा हामी छैनौँ। त्यो कारणले गर्दा त्यो भन्न चाहिँ अलिक
ठिक होइन कि जस्तो लाग्छ मलाई। अब 84मा यदि तपाईँ वडाध्यक्ष अथवा पालिका अध्यक्ष मेयरको रूपमा तपाईँले जितिहाल्नुभयो भने केराबारीको हकमा के चाहिँ काम गर्नुहुन्छ होला तपाईँ? अब सबैभन्दा कुरो यहाँ होइन, मेन कुरो भनेको अहिले जुन किसानीहरू छ यहाँ होइन, किसानी म पनि खुद आफै किसानी भएकोले नाताले गर्दाखेरि किसानीको महत्त्वहरू मैले बुझेको छु। अब बिचरा जस्तै किसानको विषयमा गर्ने हो भने इन्डियाबाट ड्याम यो के अरे प्याज आलु इत्यादि आएको गर्छ क्या। अनि म यसो सोच्दाखेरि चाहिँ होइन, हामीले पनि यहाँ उत्पादन गर्न सकिन्छ त हो, यो चाहिँ किन सकिँदैन भन्दाखेरि तपाईँले यहाँ जोतेर खनेर रोपेर तयारी गर्छौँ, कति मेहनत लागेको हुन्छ नि त, यहाँ खर्च लागेको हुन्छ, तर बेच्दाखेरि के हुन्छ त्यसको त मूल्य आउँदैन, त्यहाँ आधी घाटा भइरहेको हुन्छ क्या। तर त्यो इन्डियाले चाहिँ के गर्छ भने त्यो सबै त्यसरी गरेको चाहिँ त्यो मेहनत गरेको चाहिँ खर्च चाहिँ सरकारले दिन्छ क्या। त्यो चाहिँ लागू गर्नुपर्छ केराबारी गाउँपालिकामा। जति यहाँ सब सागसब्जी लगाओस् कमसेकम उनीहरूलाई 30-35% त घाटा भएकै हुन्छ। त्यो घाटा चाहिँ एउटा नीति बनाएर पालिकाले लागू गरिदिने हो भने, किनभने उनीहरूलाई घाटा भएन नि त, ल 20-25 रुपियाँ किलै बेचोस्, तर यता स्थानीय सरकारले त उहाँहरूलाई दिएको छ नि त, पारिश्रम गरेको दिएको छ। त्यो बास त्यो जुन एउटा हामीले उत्पादन गरेको चिजलाई मात्रै सेल्स गर्ने व्यवस्था मिलाउनु पर्यो, त्यो एउटा कुरा भयो होइन। अब अर्को कुरा, यहाँ त 20-25 वर्षदेखि चाहिँ तपाईँको खेती किसान गरेर लुन्डेर सिकुटे भएर हिँडिरहेछ। त्यस्तोलाई चाहिँ पहिचान गरेर चाहिँ तपाईँको त्यसलाई भत्ताको सिस्टम राख्नु पर्यो क्या, पालिकाले नै राख्नु पर्यो। के कति हुन्छ त्यसलाई धेरै थोरै कुरो छैन। अब वर्षमा कति हुन्छ होइन, 10,000 हुन्छ कि 8-9 हजार हुन्छ कि, त्यो हिसाबले गर्नु। त्यो आयस्रोत चाहिँ कहाँबाट आउँछ भन्ने पनि कुरा छ नि त। अब जति पनि उत्पादन गर्छ नि त किसानीहरूले, त्यो भएपछि त हौसला हुन्छ, उत्पादन गर्छ। उत्पादन गरेपछि अब विभिन्न योजनाबाट होइन उहाँहरूले कृषि दर्ता गर्नुहुन्छ। उहाँहरूलाई सबैलाई भन्ने, तपाईँ जति 2 कट्ठा 5 कट्ठा जति जेसुकै होस् तपाईँ कृषिमा दर्ता हुनु, त्यसको पनि त कर आउँछ नि त। त्यही कर उठाएर पनि हामीले किसानीहरूको पहिचान गरेर भत्ता स्वरूप चाहिँ एउटा नीति बनाउनुपर्छ पालिकाले। अब कतिपय यहाँ अब त्यो काम किसानीले मेन चाहिँ अब के अरे अनुदान पाएको छैन होइन। अब त्यो जुन चाहिँ किसानी छैन त्यसले चाहिँ अनुदान पाइरहेछ नि त, यहाँ त सबैको नजरमा त्यो छ क्या। त्यो चाहिँ हुनु हुँदैन क्या। म चाहिँ त्यो चाहिँ सिधै डाइरेक्टली म चाहिँ त्यहाँ प्रमुख आउने भने चाहिँ म चाहिँ केही न केही गन्डागोल चाहिँ गरेर छोड्छु क्या। त्यो जुन हर्क साम्बाङले गर्यो नि धरानमा, व्यक्ति हो नि त यार, जुनसुकै पार्टीबाट आओस् न, तर काम गर्ने शैली त हुनु पर्यो नि त हुटुटी। हर्क साम्बाङले त्यत्तिकै डाङडुङ गरेको हो र। पहिलो प्राथमिकतामा चाहिँ तपाईँ किसान हो। म चाहिँ पहिलो प्राथमिकता भनेको किसान हो। त्यस पछाडि अब शिक्षा स्वास्थ्यहरू त होइन छँदैछ, हुँदै गरेको, अब विकास पनि हुँदै गरेको छ। अहिले विकासकै तुलना गर्ने हो भने तपाईँको जुन सिंहदेवी एरिया छ, जुन पाटीगाउँ एरिया छ, यो चिउरी भन्ज्याङ एरिया छ, जहिले तैले हिलोमा हिँड्नुपर्ने, जहिले तैले हिलोमा। यो खोला पनि छ नि त हाम्रो जुन मेन आयस्रोत त खदम खोला जस्तै भलुवा खोला रुडे खोलाहरू छ नि त, त्यहाँ पनि तपाईँको त करोडौँ पैसा आउँदैन। त्यही पैसा ल बजेट नलाउँ, ल यहाँ आएको जुन बजेट लो यताउति लगाउँला, तर जुन त्यो खोलामा आयस्रोत भएको बजेट त लगभग तपाईँको 30 करोडभन्दा माथि नै होला। 30 करोड पैसाले चाहिँ 1-2 सालको माथि बत्ती चुरेलाई होइन, एउटा कालो पत्रे सिस्टम यता तल वारपार गर्नु भन्ने पनि छैन क्या। मेरो चाहिँ त्यहाँ चाहिँ के छ भने त्यो जुन आरबोटेदेखि छिरेर उता गइन्छ नि, त्यो मेन अप्ठ्यारो क्या। त्यो अप्ठ्यारो बाटोलाई कि त त्यो ढलाइ गर्ने होइन, ढलाइ तरिकाले जाने, त्यो गएपछि बाइकहरू पनि मजाले कुद्न र कुनै पनि गाडीहरू सजिलो तरिकाले चाहिँ सिंहदेवी जेफाले त्यत्रो पर्यटक एरिया छ, बढ्ने हो नि त पर्यटक, त्यहाँबाट पनि त आयस्रोत आउँछ नि त। अनि चिउरी भन्ज्याङमा त्यस्तो गराउने, त्यो खोलाको स्रोत चाहिँ बरु 1-2 वर्षको बजेट क्या हालिदिने माथि पाहाडतिर, पाहाड एरिया बनाउँदै ल्याउने हो क्या पहिला। यहाँ त कतिपय त सहजै छ नि त हामीलाई त। अब विराटनगर जानु पर्यो, धरान बिपीके सबै जानु पर्यो स्वास्थ्य जस्तै बिमारीहरूको लागि, तर माथिको लागि त समस्या छ नि त। अब बाटो भत्कियो भने गाडी आउँदैन, बाइक लिएर आउनु त्यो गरगरेमा एकजना बाइक त्यो मरेर यहाँ केराबारी आइपुग्नुपर्छ, त्यस्तो समस्या छैन। त्यो पनि हो क्या मेरो नजरमा चाहिँ, त्यस्तो पनि त्यो चाहिँ क्लियर गराउनुपर्छ त्यो बाटो। अनि अब ठेका लागेको छ, अब ठेका चाहिँ कता छ खोइ कहाँ बनेकै छैन। यतिखेर हिजो अस्ति मात्रै एकजना साथी आउनु,
मरेर आइपुगेँ हो म सिंहदेवी भन्नुहुन्छ अनि त्यस्तो पनि हुन्छ। त्यो चाहिँ म हुनु दिन्न। त्यो चाहिँ त्यसलाई चाहिँ सुधार गर्ने तत्काल पालिकामा आइसक्यो भने त म सिधै पाहाडतिर त्यो अप्ठ्यारो जहाँ छ नि त्यहीँ नजर लाउने हो क्या म चाहिँ सिधै। राम्रोमा त भइहाल्छ नि, राम्रोमा त कुदिरहेछ, यहीँकै बजेट हुन्छ, आउने स्रोत चाहिँ त्यसरी लाउने हो क्या। यहाँनिर प्राकृतिक स्रोतहरू स्थानीय स्तरमा सानो सानो घरेलु उद्योगहरू चलाउन कतिको सम्भावना देख्नुहुन्छ? यहाँ उत्पादन धेरै छ नि त, अदुवा छ, अम्लिसो छ, धेरै छ होइन, विभिन्न किसिमको यहाँ उत्पादनहरू धेरै छ। त्यसैलाई यहीँनिर सानो सानो उद्योगहरू पालिकाले चलाएर अनि यहाँनिर प्रशोधन गरेर यहीँको के अरे उपभोक्ताहरूलाई वितरण गर्न कतिको सम्भव देख्नुहुन्छ? त्यो एकदम राम्रो कुरा हो। त्यो चाहिँ मेरो मनमा पनि सधैँ लागिराखेको होइन। अब यहाँको उत्पादन अदुवा भयो होइन, यिनै अब जस्तै साग सब्जी इत्यादिहरू अहिले धेरै जसो बाहिरबाट आउँछ क्या। यहाँ बिग्दैन मात्रै भन्छन् साथीहरू। अब बाहिरबाट टन्न त्यो सस्तो आइदिन्छ होइन। यहाँ त पालिकामा म आइसकेपछि त त्यो हुँदैन क्या। बाहिरबाट सिधै अब कति साथीभाइ मेयरले मात्रै भनेर हुन्छ भन्नुहुन्छ क्या। ठोक्ने भयो होस्, नभएन म अरू नभए विकासमा सही नै गर्दिनँ। मैले भनेको कुरा एक दुईवटा त हुनु पऱ्यो नि त होइन। जाने हुने सिधै बन्द गर भनेपछि बन्द गर हो क्या। अनि यहाँको उत्पादनलाई चाहिँ बेच्नु प्यारिटी दिनु पऱ्यो नि त। अब जस्तै तपाईँको यहाँ कतिपय हाम्रो त यो केराबारीमा चाहिँ तपाईँको 80% त अब आदिवासी जनजातिहरू छ नि त होइन। विभिन्न संस्कृति धर्म संस्कृतिहरू छ। अनि त्यसमा चाहिँ अब यो जस्तै अब हामीले बाहिरबाट रक्सीहरू किनेर ल्याउने होइन। यता अहिले त प्रत्येक होटलमा बाहिरकै स्टक छ होइन। हाम्रैमा बनाउने नि एउटा फ्याक्ट्री बनाउने होइन। त्यो अदुवाको पनि त हुँदो रहेछ त, रक्सीहरू हुँदो रहेछ, बियरहरू खै के पनि हुँदो रहेछ। त्यसको अनुसन्धान गरेर जाने। अनि सबै महिलाहरू जति छ यहाँ महिलाहरूलाई एउटा कुनै न कुनै होइन आयस्रोत आउने वातावरण चाहिँ बनाउनुपर्छ। र म मेयर हुने भने चाहिँ म यो बनाउँछु। कति करोड लाग्छ। योपालि 39 करोड यहाँ आयो होइन। कहिले काहीँ आउँछ 50 करोड पनि आउँछ। र हाम्रो आयस्रोत खोला नालाको यताउति गरेर लगभग हामी अरबको हाराहारीमा त छौँ नि। यो 4-5 करोड लगाइदिने नि एउटा ब्रान्ड होइन, चलाउनु पऱ्यो नि त। त्यति लाएर पनि उद्योग खोलिदिने नि। अनि सबै महिलाहरूले पनि काम पाउँछ। आफ्नो थाहा छ नि त रक्सी कसरी पार्ने, जाँड कसरी बनाउने, त्यसलाई नै ब्रान्डेड बनाउने क्या रक्सी। त्यही बिक्री गर्ने। त्योभन्दा पनि मिठो हुन्छ क्या यहाँ। तपाईँ पालिका अध्यक्ष हुनुभयो भने यो काम चाहिँ म गर्छु। यो पक्का गर्नुहुन्छ? म गर्ने। त्यो प्रस्तावै फाल्ने, जेसुकै लडाइँ होस् कि त्यहाँ झगडा होस् कि जेसुकै त्यो चाहिँ हुनुपर्छ क्या। महिलाहरूले अत्याधिक माया चाहिँ उहाँहरूको हात चाहिँ खाली हुनु भएन क्या। अब स्थानीय सरकारको लगभग कार्यावधि सकिँदैछ। हजुर। केराबारीको हकमा केराबारीको स्थानीय सरकारले कतिको राम्रो काम गर्यो गरेन, तपाईँले कसरी मूल्याङ्कन गर्नुहुन्छ? मैले यसो विचार्दाखेरि होइन, हामीले सोचेको भन्दा चाहिँ होइन एकदमै कम विकास भएको छ होइन। भएकै छैन भन्नु चाहिँ मिल्दैन होइन, भएको छ। अब कतिपयले त अब एउटा सानो काम गर्दैमा अब धेरै हाइलाइट गरेर त्यसलाई वाह गराउने चलन छ होइन। यहाँ चाहिँ शान्त वातावरणमा नै काम हुँदैछ। अब हुन त अध्यक्ष, पालिका अध्यक्षज्यू, पालिका टिमहरू हुनुहुन्छ, उहाँहरूले कतिपयलाई अब बुझाउन सक्नु भएको छ होला, कतिपयले नबुझेकोहरूले अब उहाँमाथि चाहिँ अब यस्तो भएको छ त्यस्तो भएको छ भनिराख्नु भएको छ। तर त्यो चाहिँ भन्न मिल्दैन पनि। अब हामीले आन्तरिक कुरा पनि बुझ्नुपर्छ। हामीले चाहिँ पटक कहिलेकाहीँ हामी चाहिँ पालिका हरेक कार्यक्रमहरू हुँदा के अरे सार्वजनिक सुनाइहरू हुँदा होइन, नीति नियम बनाउँदा हामी चाहिँ आबद्ध भएकोले गर्दाखेरि कहाँ बजेट के कति छ त्यो आवश्यक अनुसारै बजेट छुट्याएको छ क्या, छुट्याउनु। तर अब काम अब त्यसो हुँदा चाहिँ काम नदेखिँदो रहेछ क्या। त्यहाँ थोरै छुट्याउने, त्यहाँ थोरै छुट्याउने, त्यहाँ अनि सटाकसुटुक बनायो उ गर्यो, अनि त्यसको चाहिँ अलिकति नहुने रहेछ, मतलब नदेखिने रहेछ क्या। मैले चाहिँ जुन भने नि, बरु जुन प्राकृतिक स्रोतबाट खोलामा जुन छ हाम्रो आय स्रोतहरू, त्यो चाहिँ ठिक ठाउँमा क्या मजाले त्यो कम्प्लिट हुने गरी चाहिँ खर्च गर्नुपर्छ। त्यो यसलाई दिएर यसलाई टुक्रा त्यस्तो चाहिँ गर्नु हुँदैन। त्यो देखिँदैन पनि, त्यो कहाँ जान्छ त्यो, अनि त्यो के अरे हाइलाइटमा नि आउँदैन पनि होइन। त्यो विकास चाहिँ भएकै छ। कतिवटा बाटोहरू लगभग हुँदैछ होइन। शिक्षाहरूमा पनि धेरै जस्तै मैले सुने त्यहाँ सार्वजनिक सुनाइमा त्यहाँ पनि योगदान गरेको रहेछ पालिकाले, ठाउँमा लगाएकै रहेछ। त्यो भनेपछि चाहिँ मैले केही बोल्न सकिनँ होइन। म चुप्प लागेँ, त्यहाँ केही कुराहरू मात्रै मैले राखेँ।
धेरै कुरा भनेपछि राखिन। स्थानीय सरकारसँग तपाईँ आंशिक रूपमा सन्तुष्ट हुनुहुन्छ तर पूर्ण रूपमा हुनुहुन्न। पूर्ण रूपमा चाहिँ म छुइनँ। किनभने नि किन छुइनँ भन्दाखेरि अलिकति म अहिले जनप्रतिनिधिज्यूहरूले तपाईँहरूले हेरिरहनु भएको छ होला मैले बोलेको कुराहरू होइन। तपाईँहरूले एउटा कुरा चाहिँ आफ्नो है आफ्नो भन्ने शब्द र त्यो सोचबाट चाहिँ तपाईँहरू बाहिर रहनु होला भन्न म आग्रह गर्न पनि चाहन्छु। किनभने आफ्नो मान्छे हो होइन, यो हो चाहिँ भनेपछि भन्नु नातावाद, चाहिँ नातावाद कृपावाद भन्छ होइन। आफू नजिकको होइन, आफू कहीँ हो भन्ने यस्तो योबाट चाहिँ उहाँहरूले चाहिँ अलिकति टाढिनुपर्छ र सबैलाई समान रूपमा हेरिनुपर्छ, समान रूपमा बराबर गर्नुपर्छ। आफ्नो मान्छेलाई आफ्नो ठाउँमा चाहिँ बजेट पार्ने र अर्को कसैले माग्दैमा चाहिँ त्यहाँ बजेट नदिने होइन, त्यस्तो चाहिँ अलिकति गऱ्यो भने चाहिँ त्यसले चाहिँ नराम्रो छ। त्यो कुराहरूमा चाहिँ अलिकति मैले कानमा चाहिँ ठोकिएको छ क्या। त्यही भएर मैले जनप्रतिनिधिज्यूहरूलाई यसमा चाहिँ सचेत रहनु होला है भने अब त ध्यान आकर्षण म उहाँहरूलाई। अब जस्तो केराबारीको मेन समस्या भनेको खदम खोला, हुरुरे खोला, भल्ल खोला, यी खोलाहरू छन् हो। त्यहाँनिर तपाईँको लगानी कति छ? खदम खोलामा चाहिँ अब के छ भने होइन, त्यहाँ अब मेरो भन्दा पनि अब सबैको नजर चाहिँ खदम खोलामा हो होइन। अहिले तत्कालै छैन, मेरो त त्यहाँ त एक पैसा नि छैन। मलाई पहिला चाहिँ लगाउनु भन्दै थियो, लगाएको भए हुने रहेछ। यतिखेर स्ट्यान्डर्ड गाडीमा हिँडिन्थेछ, 2 लाख मात्रै लाउनु भने हो क्या मलाई त्यति, त्यो के अरे कृष्ण क्रसरमा क्या। त्यतिखेर म बाहिर थिएँ। यसो सोची म अहिले त क्रसरमा हुने साथीहरू त बिल्डिङ घर बनाएर सेतो कारमा हिँडिरहेछ। प्रेम लब्धीको पनि क्रसरमा लगानी छ, राम्रै आम्दानी, त्यहाँबाट नाफा राम्रै कमाउँछ। होइन त्यस्तो छैन, त्यस्तो केही पनि छैन। के छ भने मैले साँचो कुरा बोल्दाखेरि मेरो जग्गा आमजुङ्गीमा 5 कठा जग्गा छ। पटक पटक त्यो बालुवा थुपारिदिने क्या। बालुवा थुपार्दाखेरि म चाहिँ झगडा गर्न जान्थेँ होइन। त्यहाँ झगडा, यो मेरो खेतमा धान फलेन, यो तिमीहरूले गर्दा पानी ड्याममै थुनेपछि त्यहाँ सबै कुहिने क्या। अनि गर्दा गर्दा कृष्ण क्रसरको साथीहरूले दिनुहोस् हौ हामीलाई त्यो जग्गा होइन, अब त धान फल्ने पैसा त हामी दिइहाल्छौँ नि भनेर के गऱ्यौँ भने त्यहाँ मेरो 5 कठा जग्गा, म साँचो कुरा सोद्धा पनि हुन्छ होइन, वर्षको 30,000 तपाईँको त्यो धान बाली खेत सबै उठाएको हिसाब गरेर उहाँहरूले वर्षको 30,000 चाहिँ मलाई दिनुहुन्छ। त्यति नै हो। त्यो म सत्य घाम झुल्किरहेको छ। अध्यक्ष भइहाल्नु भयो भने अथवा हुनुभयो भने हजुर यो खोलाको समस्यालाई कसरी समाधान गर्नुहुन्छ? यो खोलाको समस्या चाहिँ कस्तो हो भने नि होइन, एउटा खोलाले धेरै चाहिँ अब जोखिमपूर्ण पनि एरिया हो होइन। अब खोलाबाटै अब हरेक समस्याहरू यहाँ अब छेउछाउमा जग्गा जमिनहरू उडाउने कटान गर्ने विषयहरू हुन्छ होइन। त्यो कारणले गर्दा जुन अहिले माल उठाएको छ, तल त उठाएको छ नि त होइन, त्यो उठाएकोमा मापदण्ड अनुसारले धेरै पनि होइन क्या, त्यस्तो विकृति नगर्ने गरी त्यो ठेका पनि हाल्ने होइन क्या। बरु आफ्नै पालिकाको मातहतमा बरु आफ्नै टिमहरू सबै नजिकैको टिम सबैलाई समेटेर बनाएर त्यहाँ लगानी गर्नुपर्छ होइन। त्यो अनुसारले मात्रै माल उठाउनुपर्छ। यो विकृति फैलेकै भनेको ठेका दिएर हो नि त। तपाईँको ठेकामा ड्याम्मै 20 करोड 25 करोडमा लाउँछ, अनि त्यो अब माल उठाउने भनेको त्यो सीमित मात्रै हुन्छ। अनि उसको पैसा अलिकति नउठ्ने कि बा नाफा कमाउने हिसाबले त्यो उत्खन्न सुरु गर्छ क्या। तर त्योतिर चाहिँ लोभिनु हुँदैन। जस्तै अहिले तपाईँको हेर्नु मौगु खोला, हामी हिजोअस्ति मैले नै अब पालिकाहरूलाई पनि पहिला पनि पटक पटक भनेको होइन, र उहाँहरू सबै टिमलाई नै लु यसो गर्नुपर्छ हौ भनेर त्यो पहिल्यैदेखि मेरो सल्लाह पनि थियो। अनि पछिल्लो हिसाबमा गर्नुपर्छ भनेर त्यो चुरेबाट पनि त्यो एआई कि के भएको रहेछ क्या। त्योको हिसाबले पनि हामी खोला चेक गर्नु गयौँ क्या। मौगुमा गयौँ, त्यहाँ त तपाईँको यस्तो माटो त्यो बालुवा गिटी भरेर यता गाउँतिरै पानीले हान्नु थालेको रहेछ क्या। त्यस्तो एरिया भयो। अनि यही खदम खोलामा अब यहाँ मेरो पनि खेत छ होइन, लगभग 1.5 बिघा मेरो पनि खेत छ। र मेरो भन्दा साथीहरू थुप्रै छ, 3 नम्बर होइन, 3 नम्बरको 10, 8को सबैको खेतहरू उहाँ छ। त्यसलाई पनि क्षति पुर्याउँदै गरेको र त्यो सबैको लागि मैले एउटा कुरा चाहिँ त्यहाँ राखेको, अलिकति क्या हटाउने, धेरै होइन। जहाँ जहाँ थुप्रो छ, जहाँ खोला छिर्ने सम्भावना छ त्यहाँ चाहिँ त्यसलाई हटाएर जुन अहिले आवश्यकता अनुसार त्यो जहाँ बिक्री गर्ने त्यो फेरि खर्चले यतै बाँध बाँध्ने, तटबन्धन गर्ने होइन, कुलोलाई संरक्षण गर्ने भन्ने यो कुरा चाहिँ मेरो पटक पटक
मैले राखेको पनि छ। र यो क्रसर जुन छ, क्रसरलाई अब क्रसर पनि आवश्यकता नै जस्तो लाग्छ क्या मलाई। किनभने क्रसर बेगर त तपाईँको रोड इत्यादि यो सबै बन्द हुने हो भने त फेरि रोडहरू कालोपत्रेहरू बन्दैन क्या। तर हिसाबले बन्नु पऱ्यो क्या, हिसाबले माल उठ्नु पऱ्यो, त्यो विकृति फैलाउनु भएन क्या, क्रसर राख्नु पऱ्यो। टेन्डर के अरे ठेका लाउने भन्दा पनि पालिका आफैले काम गर्नु पर्यो। पऱ्यो। अब मैले के भनिरहेको छु भने यहाँको बजेट आउँछ नि, जस्तै यदि मैले पालिका जितेँ भने जब ल 50 करोड आयो क्या, यो कुनै पनि योजनामा चाहिँ म ठेका लाउँदिनँ क्या। सब यहाँ हुन्छ नि त, बेरोजगारी कति छन् नि, यहीँकोलाई दिने क्या। तपाईँ एउटा गाउँकोलाई एउटा टिम बनाउने, एउटा गाउँ एउटा टिम बनाउने, सबै टिम बनाउने, 1 करोड 1 करोड 1 करोड जति पनि त्यो त उपभोक्ता समितिले गर्नु सक्छ नि त। राम्रो पनि काम गरेको छ क्या उपभोक्ता समितिहरूले। तीलाई जिम्मा दिने, उपभोक्ता समिति बनाएर त्यहाँको सर्वसाधारणले काम पनि पाउँछ होइन, पायो नि त। महिनामा लगभग 20-25 हजार त कम्तीमा नि कमायो। अनि त्यसो भयो भने त जस्तै अब आफ्नै गाउँ छोडेर कति दुःख गरेर देश छोडेर विदेश त जानु पर्दैन नि। 20-25 हजार मात्रै महिनामा होस् त यहाँ मान्छेहरूको होइन, त्यो जान्छ विदेश छोडेर? जाँदैन नि त। यहाँ 10 हजार 5 हजारै हुँदैन मान्छेको। अनि के कसरी कुन तरिकाले बस्ने आधार छ त गाउँमा? त्यो तरिकाले म चाहिँ आएँ भने म ठेका चाहिँ त्यो बन्द गरिदिन्छु, सिधै हो। बाटो बनाउँदा पनि बन्द गर्ने हो। जेसिबीहरू स्काइभेटर त त्यो त आइहाल्छ नि होइन, त्यो त भाडामा ल्याउने कुराहरू भयो नि त, त्यो खन्ने हो। तर मान्छेले गर्ने कामहरू त यहीँ छँदैछ नि त। भनेपछि स्थानीय स्तरमा नातावाद, किर्तावाद, ठेका, पट्टा आदि इत्यादि व्याप्त छ। व्याप्त हो त्यही भएर काम गर्न नसक्ने। त्यही हो, यहाँ त्यस्तो भएको। म त अझै पनि म भन्छु तपाईँलाई, मैले यदि पालिकाको प्रमुख जितेर आएँ भने म ठेका सिधै बन्द गरिदिन्छु। यो 100 सबै म यहाँ गाउँलेहरूलाई काम लगाउने हो क्या। सब जति काम गर्नु सक्ने छन् नि त हो, यहाँ मिस्त्रीहरू छ, कत्रो कत्रो बिल्डिङ बनाउने, पुल बनाउनेहरू मान्छेहरू पो छ त हो हाम्रो केराबारीमा यार। उनीहरूकै डिजाइन आफै बनिहाल्छ नि। त्यो जुन ठेका लाए पनि त्यसले बनाउने हो, त्यो बनाउने त के अरे यता मिस्त्रीहरूले बनाउने हो। डिजाइनर कति छ काम गर्ने, उनले बनाउने हो नि त। अनि काम आफ्नो आफ्नो काम छ त, जसले जे सिप जानेको छ त्यही अनुसारले काम दिने हो। अनि किन हुँदैन? बन्दैन त बाटो, मजाले बन्छ। तपाईँको अब हेर्नु 1 करोडमा लाग्यो भने ठेका लाउँदाखेरि त्यसले के गर्छ? त्यो कता कता बिलो अरे कता के बाँडेर होइन, कता बाँडेर त्यहाँ 1-2 कति 20-25 लाख त त्यतिकै त्यसले बाँडेको हुन्छ। त्यो पैसाले त यहाँ काम हुन्छ क्या, त्यो पैसा बाहिर जाँदैन। जनताहरूले यहीँ नै दुःख गर्छ, यहीँ नै त्यो पैसा यहीँ नै राख्छ क्या, यहीँ नै चलाउँछ क्या खर्च। त्यसरी गर्ने हो क्या। बन्द हो ठेका, म त सिधै बन्द गर्ने। ठेका सिस्टम चाहिँ यो राख्ने नै होइन क्या। म चाहिँ डाइरेक्ट यही हो क्या प्रस्ताव। म चाहिँ आयो भने सपनाको कुरा मात्रै हो होइन, तर आएछ भने क्या, आउन पनि सकिन्छ। आएछ भने म सिधै कुरा, म चाहिँ सिधै खारेज। त्यो ठेक्का भनेपछि मलाई त्यो कसैले कुरा पनि नगरोस् र म सबैलाई मिलाउने, त्यसैमा मिलाउने प्रयास गर्छु। म जनप्रतिनिधि एउटा मेयर भइसक्यो भने सबै वडाको प्रतिनिधिहरूलाई त्यसैमा म चाहिँ मिलाउने प्रयास गर्छु, जोड दिएर त्यसैलाई ध्यान दिने भन्ने मेरो चाहिँ एकदम योजनाहरू आउँछ क्या। तर कहिले त रिस त्यो हुरुक्कै हुन्छ कि, अनि गर्दा हुरुक्क हुँदा हुँदै त्यो पोस्टमा हालि पनि हाल्छु क्या। कहिले त साह्रै त्यो सुनाउनु सकिँदैन नि त होइन, जनताहरू कतिपय पुग्दैन कुराहरू, कतै पुग्छ कि भनेर त्यो मार्फत चाहिँ म गर्छु होइन। स्थानीय सरकारको 2 कार्यकाल बितिसक्दा पनि केराबारीको हकमा नगरपालिकाको एउटा टिफर पनि नआउनु, एउटा के भन्छ दमकल पनि नआउनु, एउटा सबबान पनि नआउनु, यो के गाउँपालिकाले नपाउने हो कि अथवा खरिद गर्न नसकेको हो? यही विषयहरू अस्ति मैले यो कुरा पनि गरेँ होइन। पहिला एक कार्यकाल तपाईँको अब रोहितजीले जित्नुभयो होइन, रोहितले अब कता कता फाटाकफुटुक गर्नुभयो र पनि त्यसको पहल गर्नु भएन जस्तो लाग्यो मलाई। देखिएन नि त, अब भएको अब देखिने त होइन। अब अहिले त्यो कुरा चाहिँ एउटा पालिकाको या त रोलर हुनु पर्यो होइन। जस्तै उहाँ हर्क साम्बाङले किन्यो नि त, त्यो किनेको त किन्यो भन्ने हो नि त, गरेको त गरेकै भन्ने हो नि त। उहाँले त्यस्तो गर्नुभन्दा यहाँ पनि एउटा रोलर चाहियो, एउटा टिफर, कतिवटा आवश्यक हुन्छ त्यो टिफर चाहियो होइन। कहाँ बाटो भत्केको छ, कहाँ छ, अनि जहिले तहिले त्यो ठेकेदारहरूलाई पोसाउनु पर्ने होइन, सबै थोक उसैलाई पैसा दिनुपर्ने भनेपछि यही स्थानीयले सरकारले नै त्यसको जोगाड गर्यो भने त पैसा नि स्थानीयमै रह्यो नि त त्यो होइन, बाहिर गएन। रोलरहरू किनेर राख्नु। दमकलको विषय अस्ति
मैले एकचोटि यो दमकलको विषय चाहिँ मैले पहिला पनि हाल्ने गर्थेँ क्या। त्यो कतिपय साथीहरूलाई थाहा छ दमकल चाहिन्छ भने, है साथीहरूले है तपाईँ यस्तो नभएको कुरा नलाउनु न हौ, कहाँ दमकल आउँछ हौ यस्तोमा भन्ने खालको कुरा गरेँ। तर अहिले पछि सुमनजी अहिले अध्यक्ष हुनुहुन्छ, अस्ति भर्खरै चाहिँ कति 65 लाख कि के भने जस्तो लाग्यो एकचोटि थियो। त्यो चाहिँ भएको छ होला मलाई लाग्छ, त्यो आउनु कतिको तयारी छ होइन। अनि सबको यो सब बोक्ने गाडी हुन्छ नि, त्यो पनि मैले सुमनजीलाई सोद्धाखेरि प्रेमजी त्यसको छ त त्यो जो त्यस्तो परि आयो भने यहाँ निवेदन दिनुपर्छ, त्यो हामी गराउँछौँ भन्नुभएको छ क्या। त्यो चाहिँ छ होला, तर कतिपय त्यो प्रचार नभएर मात्रै होला होइन। भएको कुरा चाहिँ हामीले पनि अब भन्नुपर्छ होइन। कतिपय चाहिँ कमजोरी छ, सुमनजीको पनि अब कमजोरी नै छैन भनेर मैले 100% त उहाँलाई नम्बर दिन पनि मिल्दैन होइन। मैले कतिपय उहाँले बुझिहाल्नुहुन्छ होइन, कतिपय उहाँको पनि कमजोरी छ, त्यसलाई चाहिँ अब उहाँको कार्यकाल पनि सिद्धिँदै गयो होइन। अब यो सिद्धिनुभन्दा अगाडि केही कामहरू चाहिँ सबैलाई भरसक चाहिँ चित्त बुझाएर छोड्नुहोस् भन्ने कुरो हो होइन। आगामी दिनहरूमा तपाईँको राजनीतिक यात्रा, समाजसेवाको यात्रा, तपाईँको व्यक्तिगत जीवन राम्रोसँग अगाडि बढोस् भन्ने मेरो व्यक्तिगत रूपमा पनि तपाईँको कामना गर्न चाहन्छु। र अब जाँदै गर्दाखेरि यो भिडियो हेरिरहनुभएका सम्पूर्ण तपाईँको शुभचिन्तकहरूलाई के आह्वान गर्न चाहनु अथवा के सन्देश दिन चाहनुहुन्छ? अब म सम्पूर्ण साथीहरूलाई चाहिँ के भन्न चाहन्छु भने होइन, अहिलेको मुख्य कुरो कतिपयले भन्छ विकास 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 होइन, विकासको पाटोहरू त्यो छँदैछ, विकास एउटा योजनाबद्ध बनिरै रहन्छ होइन। र के छ भने अब अलिकति हामीले चाहिँ कुरा चाहिँ भित्रभित्र सबै होइन, कतिपयले नबुझी होइन बाहिर फ्ल्यास गर्ने गर्छ, त्यसले गर्दाखेरि अलिक सामाजिक उसमा भड्किने स्थितिहरू पनि बन्छ होइन। त्यो नगरिदिनु होला, उहाँको व्यक्तिगत माथि कुनै असर पनि पर्न सक्छ होइन। र उहाँको व्यक्तिगत जीवन के हो त्यो पनि बुझ्ने, सबै बुझेर मात्रै आफ्नो कुराहरू बाहिर फ्लास गर्नु पर्यो होइन। त्यसले यो गरेन, यसले यो गरेन, पुरानो पार्टीले त्यो गरेन, त्यो हुन त अहिले त देख्ने हिसाबमा त पुरानो पार्टीले केही नै गरेन भन्ने नै छ। तर हाम्रो नेपाली कम्युनिस्ट पार्टीले चाहिँ गरेकै भन्छु क्या म, किनभने त्यत्रो जनयुद्ध लडेर आएको छ। अहिले तपाईँहरू खुल्ला रूपमा तपाईँहरू जुन बोल्नु पाउनु भएको छ, उभिएर खडा गर्नु, तपाईँ नै यो अहिले भिडियो गर्दै हुनुहुन्छ, मलाई त्यो अधिकार चाहिँ फेरि माओवादीले नै दिएको। अब माओवादी त सकियो भन्छ क्या, मेरै साथीहरू मेरो किन पर्खेको माओवादी सक्यो त भन्छ क्या। तर एजेन्डा माओवादी सकेको होइन, त्यो चाहिँ अब परिवर्तन भएर नेपाली कम्युनिस्ट पार्टी भएको हो। तर त्यही एजेन्डा छ, नेतृत्व फेरि त्यही छ, प्रचण्डजी नै हुनुहुन्छ। ठिक छ, प्रचण्डजीले भनिसक्नु भएको छ म जस्तै एउटा योग्य भएर युवाहरू आयो भने म पद हस्तान्तरण गर्छु। उहाँले भने पछाडि फर्केर त कोही छ, अहिले तपाईँको जित्ने भने विधान नेताहरू हारे होइन, हारे नि त। अब उनले चाहिँ जित्यो, प्रचण्डजीले पनि भन्नुको कारण त्यो तपाईँहरू पनि पपुलर बनेर आउनुहोस्, पब्लिकबाट जनताबाट जितेर आउनुहोस्, हाई तपाईँहरूको होस् होइन, तपाईँहरूलाई म पद हस्तान्तरण गर्छु नै भनेको छ त। अब पुरानो त्यो किन बस्यो भने आफ्नै पार्टीको साथीहरू छ, यो चाहिँ गलत हो भन्न चाहन्छु म होइन। त्यो समयले आफै परिवर्तन गराउँछ। र अब नेपाली कम्युनिस्ट पार्टी चाहिँ तपाईँको नराम्रो यो एजेन्डा होइन, महिलाको अधिकार, दलित अधिकार, जनजाति अधिकार होइन, जस्तो धर्मनिरपेक्ष भयो, आफ्नो तालमा बाँच्ने, आफ्नो तालमा हिँड्ने, यो सबै अधिकार भनेको चाहिँ साबिक माओवादी अहिलेको नेपाली कम्युनिस्ट पार्टीले दिएको छ। यसमा हामी गर्व गर्छौँ। हामी हारे पनि हामी एजेन्डामा जहिले जितिरहन्छौँ। म यहाँ सुन्न, यहाँ मेयर उठेर हारेँ भने पनि त्यो मैले नै जितेको हुन्छ, अरूले जिते पनि मैले, किनभने त्यही आडमा टेकेर अहिले सांसदहरू बनेका छन् होइन, मन्त्रीहरू बनेको छ, आशिका तामाङहरू बनेको छ। यहाँ किसानहरू मकै खाइदिएर बाँदरले के अरे हाम्रो आर्यन कि कसले पो बाँदरमा मार्नुपर्छ, सही कुरा हो, म त्यही भन्छु। अनि मकै चाहिँ डाङडाङ तपाईँको एकछिन पसेर उहाँ माथि बाँके टार्ने सबै मकै खाइदिएको छ हौ। अनि माथिको अरू अब सबै त्यो बाली लाएको चाहिँ सखा बाँदरले खाएपछि अनि त्यहाँको मान्छेहरू चाहिँ अब के रोगेर बस्नु त, यता तल झर्नु परेन, दुःख सुख भाडा लिएर कोठा भाडा लिएर बस्नु बाध्य भएको छ। त्यो नियन्त्रण गर्नु पर्यो। त्यो मार्नुपर्छ भन्दैमा विरोध गर्नेहरू त्यो चाहिँ ठिक होइन, नियन्त्रण गर्नुहोस् न नभए। अनि त्यो के बँदेलहरू केहरू चाहिँ दुनियाँले मारेर खान्छ होइन, बाँदर पनि मारेर खानु थाल्यो भने अनि मात्रै नियन्त्रण हुन्छ। यो चाहिँ
गर्नुपर्छ है। यो मेन कुरो चाहिँ दुःख हामीलाई थाहा छ नि त, हामी त सानै बच्चैदेखि खेती किसान गर्दै आएको, पाहाडमा पनि अब आधीपन जीवन मैले बिताएको हो, पछि पो यहाँ आएर अब बसियो होइन। त्यहाँ पाहाडतिरको पनि धेरै दुःखहरू मलाई थाहा छ क्या, त्यो कसरी खटेको छ भन्ने। त्यही चाहिँ म चाहिँ यसको चाहिँ सब व्यवस्था हुनु पऱ्यो क्या, अरू कुरा केही होइन। र नेपाल कम्युनिस्ट पार्टी जुन साबिक माओवादीको एजेन्डामा अहिले सबै छ, हामीले गर्व गर्नुपर्छ। तपाईँहरूले केही गाली गर्नु पाउनुहुन्न, यो होइन भन्ने सोच्नुहोस्, छातीमा हात राखेर तपाईँ आज कुन आडमा टेकेर बोल्दै हुनुहुन्छ होइन। तपाईँको दलितहरूलाई, दलित र जनजातिहरूको लागि कुनै पनि त्योभन्दा अहिले एउटा वाडामा पनि दलितलाई नउठाइ हुन्छ? त्यो हुँदै हुँदैन। त्यो कसले गर्यो? त्यो त माओवादीले नै गर्यो नि। अब माओवादी सकियो भने त्यसको नेतृत्व प्रचण्डै हुनुहुन्छ नि त, नेपाली कम्युनिस्ट पार्टी नै हुनुहुन्छ। सकेको छैन माओवादी, त्यो एजेन्डाहरू त्यसै छ, त्यसमा भर पर्नु न। त्यो त त्यो नालायक कुरा मात्रै गर्नुभएको, माओवादी सकियो भनेर, त्यो चिन्न सकियो भनेर त्यो गर्नुहुन्छ, त्यो चाहिँ म मान्दिनँ त्यो कुरा। अहिले दलितहरूले अधिकार पाएको चाहिँ पक्का 100% हो नेपाली कम्युनिस्ट पार्टी साबिक माओवादीले नै गर्दा हो। महिला अधिकार पनि त्यसैले, महिला अधिकार पनि प्रधानमन्त्री बन्यो नि, सुशीला कार्की बनेन? त्यो चाहिँ कसको अधिकार थियो त? त्यो माओवादीकै अधिकारले नभए थियो त्यस्तो? कहीँ थिएन। आदिवासी जनजातिहरू, मुस्लिम पिछडिया वर्गहरू जस्तै अब दलितहरूलाई केहीमा समावेश गर्थेन क्या त्यतिखेर। पछि जब जनयुद्ध सुरु भयो त्यसले परिवर्तन गराएको क्या। परिवर्तन गरेन माओवादीले के गर्यो भन्नु छ। म तपाईँहरूलाई यसको विषयमा चाहिँ तपाईँहरूले राम्रो अध्ययन गर्नु होला। तपाईँहरूलाई नराम्रो होला, त्यतिखेर लड्दै गर्दाखेरि तपाईँलाई 1 लाख रुपियाँ पैसा चन्दा माग्यो होला, त्यो कसको लागि माग्यो त्यो तपाईँहरूले बुझ्नु पऱ्यो क्या। जनताहरूको लागि माग्यो क्या, जुन पिछडिया वर्ग जनजाति आदिवासी महिला हक अधिकारको लागि माग्यो। किनभने उसँग त थिएन नि त पैसा, कहाँबाट पाउनु पैसा? अनि जो हुनेछ चन्दाहरू यसो माग्दै त्यसरी युद्ध लडेर आयो माओवादीले होइन। अहिले कुनै पनि कार्यक्रम गर्दाखेरि चन्दा माग्छ त? माग्दैन, सबैले माग्छ। एउटा कार्यक्रम गर्दा पनि चन्दा मागिन्छ। श्रम संस्कृतिले पनि त बिचरा अब होइन चन्दा मागेर अब कता सहयोग मागेर कति विकास गरिरहनु। त्यही त हो नि, एउटा त्यो पनि विकासै हो नि त। माओवादीले लड्दाखेरि तपाईँले सहयोग गर्नुभयो, त्यही सहयोगले गर्दा आज देशमा परिवर्तन आएको छ होइन, हो कि होइन? यो चाहिँ एकदम छातीमा हात राखेर तपाईँहरू सोच्नुहोस्, रिसाएर तपाईँहरू चाहिँ उ नगर्नु होला भन्ने चाहन्छु। यहाँलाई धेरै धेरै धन्यवाद आज समयको लागि। धन्यवाद। हुन्छ, हस् त, तपाईँलाई पनि धेरै धेरै धन्यवाद है।